हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज आजको भिडियो दार्जिलिङको चौरस्ताबाट स्टार्ट गरिरहेको छु। आजको दिन विशेष रहेको हुनाले आज तीज दिदीबहिनीहरूको आज महान पर्व विशेष कार्यक्रम भइरहेको हुनाले यहाँ देखिरहनु भएको छ तपाईँहरूले, यहाँ एकदम मान्छेको भिडहरू पनि भइरहेको छ। सबै नेपाली दिदीबहिनीहरू दाजुभाइहरू हुन् र आज दार्जिलिङको चौरस्तामा आज अलि हुस्से पनि लागिरहेको छ। त्यसैले आज एकदम कार्यक्रमहरू रमाइलो भइरहेको छ। एकछिनमा यी सबै देखिरहेको सबै दृश्यहरू सबै एकछिनमा प्रोग्रामहरू स्टार्ट हुन्छ। तपाईँहरूले हेर्दै गर्नुहोस्। तपाईँहरू यहाँ दार्जिलिङमा कति जति आउन सक्नु हुँदैन होला, एकदम टाढाबाट हुनुहुन्छ भनेपछि तपाईँहरू यहीँबाट यो भिडियोबाट हेरेर मनोरञ्जन लिनुहोला भन्ने म आशा गर्दछु। र नजिक भएको साथीहरू चाहिँ दार्जिलिङतिर आवश्यक एकचोटि घुम्न आउनुहोला। राम्रो छ ठाउँहरू चाहिँ घुम्नको लागि। यो सबै दिदीबहिनीहरूको आज तीज विशेष कार्यक्रम भइरहेको हुनाले यहाँ दिदीबहिनीहरूले 2007 सालदेखि नै निरन्तर तीज कार्यक्रमहरू गर्दै आउनुभएको हुनाले नेपालमा मात्रै होइन, देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूले पनि आजको दिन विशेष मनाउने गर्नुहुन्छ। अब यसैमा भानुभक्त जयन्ती पनि एकदम राम्रो मनाउँछन् दार्जिलिङमा। साथीहरू, दार्जिलिङमा जति भारतमा भए पनि तर उहाँको रहनसहन लवाइ खुवाइ जस्तो सबै कल्चर चाहिँ सबै नेपालीहरूको जस्तै छ। त्यो नेपाली नै हुन्, तर किनभने प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरू सबै हुनुहुन्छ। एकदम रमाइलो लाग्छ, खुसी लाग्छ। तर दार्जिलिङमा गए पनि तर इन्डिया गएको जस्तो फिलिङ चाहिँ हुँदैन। त्यही पनि आफन्त गाउँमै छु कि जस्तो लाग्छ कि नेपालको जस्तै। एकदम राम्रो कल्चरहरू छ उहाँ पनि, सबै सेम नेपालको जस्तो, केही फरक पनि छैन। त्यसैले यहाँ चाहिँ एकदम रमाइलो गर्छन्, सबै मिलेर गर्ने। यहाँ सबै देखिरहेको सबै यो एकदम ठुलो प्रोग्राम हुने ठाउँ हो दार्जिलिङको। तपाईँहरू पनि नजिक हुनुहुन्छ भनेपछि आउनुहोस्, रमाइलो गर्नुपर्छ। यता दार्जिलिङतिर आएर पनि सबै नेपालीहरू हुनुहुन्छ। अब एकछिनमा तलतिर झर्नुपर्छ। तलतिर भन्नाले अब तीज नजिकै हेर्न जानुपर्छ। अब जाँदैछु। अब हेर्नु होला तपाईँहरू पनि, म पनि हेर्नेछु। इन्जोय गर्नुपर्छ सबै तीज विशेष कार्यक्रम आजको। यहाँ घुम्ने मान्छेहरू पनि एकदम धेरै आउनुहुन्छ। त्यसैले गर्दा होला सायद प्रायः दार्जिलिङ एकदम चर्चामा भइरहन्छ, राम्रो ठाउँ भएको हुनाले। अब तीज हेर्नुपर्छ। अब दिदीबहिनीहरूको लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला। यो भिडियो पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सबैजनाले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। र देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीहरूलाई आउँदै महान पर्व तीज विशेष कार्यक्रममा ह्याप्पी तीज सबैजनालाई। साथीहरू, आज हामी कामको सिलसिलामा आएको थियौँ। त्यसैले साथीहरू अब हामी चाहिँ फर्किनुपर्छ। आफ्नो काम पनि गर्नुपर्छ साथीहरू। अब त्यसैले यो बाटो अब हामी चाहिँ फर्किन्छौँ बजार साइडतिर। चौरस्ताबाट बजार साइडतिर झर्नुपर्छ। यो बाटोबाट झर्नुपर्छ। सबै नेपाली दिदीबहिनीहरू कोही आउँदै हुनुहुन्छ, कोही फर्किँदै हुनुहुन्छ। एकदम रमाइलो दृश्य छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। र साथसाथै अब योभन्दा अगाडि चाहिँ एउटा क्लिप पनि छ, भिडियो ड्रोनमा खिचेको। त्यो पनि म हजुरहरूलाई त्यहाँको भ्युजहरू देखाउने छु, ड्रोन भ्युजहरू। दार्जिलिङवासीहरूलाई धेरै धेरै धन्यवाद। हरेक वर्ष हजुरहरूले यसरी नै तीजहरूको विशेष कार्यक्रम बनाउनुहुन्छ भन्ने आशा गर्दैछु। र साथीहरू, अब चाहिँ हामी बजार साइडतिरको आउन लागिसक्यो। बजार साइडतिर कोही दिदीबहिनीहरू जाँदै हुनुहुन्छ भनेपछि कोही फर्किँदै हुनुहुन्छ। यो देखिरहेको चाहिँ यो चौरस्ता जानेको एकदम गल्ली हो चाहिँ, मेन रोड भन्दा नि अब गल्ली साइडतिर हो। यो चाहिँ हजुरहरूले पनि देख्न सक्नुहुन्छ। अब आउनुहोस् घुम्न, एकदम रमाइलो ठाउँहरू हो दार्जिलिङ। यहाँ देखिरहेको छ एउटा होटेल चाहिँ एकदम राम्रो होटेल छ। त्यहाँ चाहिँ धेरै जसो मान्छेहरूले फोटो क्लिकहरू पनि गर्छन्।
तर एकदम राम्रो ठाउँ हो दार्जिलिङको। अहिले देखाइरहेको छ नि यो चाहिँ एकदम राम्रो होटल, चिया नास्ता खाने होप्स भन्ने होटलको नाम चाहिँ। अब यहाँबाट चाहिँ तपाईँहरू सिधा सिधा गयो भने चाहिँ तपाईँ तल बजार चाहिँ झर्न सक्नुहुन्छ त्यो साइडबाट, र त्यही साइडबाट फर्किनुपर्छ दार्जिलिङको माथि चौरस्ता जाँदाखेरि। ओके, थ्याङ्क यू फर वाचिङ। भिडियो हेर्दै गर्नुहोला, राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू फर वाचिङ।